हेलो मैले मिक्स धागोबाट टोपी बुन्दैछु है। कस्तो देखिन्छ हैन, फर्स्ट टाइम हो यति धेरै मिक्स धागोबाट बनाउँदैछु। यहाँ हो हैन, धागो चाहिँ यो हो उहाँहरुकै रोजाइमा हो। बन्ने चाहिँ कस्तो जाडो महिना सकिनलाई सुपहरू आधी भइसक्यो, कहिले हो बुनेर सक्यो नि थाहा छैन। आफ्नो लागि पनि स्वेटर बुन्नु थियो हैन, जाडो जाने भयो, बुनेर नसकिनु भयो है। यो बुनु कस्तो हुँदो रहेछ, मन पर्छ कि पर्दैन हैन, भनेपछि देखाउँछु। यतिको भएको छ है, यस्तो भएको छ। राति 11 बज्न लाग्यो। यो चाहिँ फुटा हान्दा रेलमा राम्रो देखेको छ है, लगाएर देखाउँछु। यस्तो भएको छ है, कस्तो राम्रो देखियो। यो राति भएर लाइटले गर्दाखेरि अलिक टल्केको छ, राम्रो छ है। आफूले बनाएर नि होला। थ्याङ्क यू फर वाचिङ, बाई। हेलो मैले मिक्स धागोबाट टोपी बुन्दैछु है। कस्तो देखिन्छ हैन, फर्स्ट टाइम हो यति धेरै मिक्स धागोबाट बनाउँदैछु। यहाँ हो हैन, धागो चाहिँ यो हो उहाँहरुकै रोजाइमा हो। बन्ने चाहिँ कस्तो जाडो महिना सकिनलाई सुपहरू आधी भइसक्यो, कहिले हो बुनेर सक्यो नि थाहा छैन। आफ्नो लागि पनि स्वेटर बुन्नु थियो हैन, जाडो जाने भयो, बुनेर नसकिनु भयो है। यो बुनु कस्तो हुँदो रहेछ, मन पर्छ कि पर्दैन हैन, भनेपछि देखाउँछु। यतिको भएको छ है, यस्तो भएको छ। राति 11 बज्न लाग्यो। यो चाहिँ फुटा हान्दा रेलमा राम्रो देखेको छ है, लगाएर देखाउँछु। यस्तो भएको छ है, कस्तो राम्रो देखियो। यो राति भएर लाइटले गर्दाखेरि अलिक टल्केको छ, राम्रो छ है। आफूले बनाएर नि होला। थ्याङ्क यू फर वाचिङ, बाई।